दर्शकवृन्द, बाँकेको बैजनाथ गाउँपालिकामा आज नेकपा माओवादी केन्द्र बैजनाथ गाउँ कमिटीले 5 वटा बुदा सहितको ध्यानाकर्षण पत्र गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साई समक्ष ध्यानाकर्षण गराएको छ। आखिर के छ त ती 5 वटा बुदामा? के कस्ता बुदाहरू समावेश गरिएका छन्? सुन्नुहोस् यी बुदाहरू। 1 नम्बर, किसानहरूको रासायनिक मलको आवश्यकतालाई पूरा गर्न विभिन्न सहकारी संस्थाहरूबाट माग भएको निवेदनलाई व्यवस्था गर्दै अहिलेको किसानको रोपाईको समय सुरु हुँदा समेत ज्ञान केन्द्र बाँकेमा सिफारिस नगरेकोले यथाशीघ्र र रासायनिक मल माग सहित गाउँपालिका कार्यालयका तर्फबाट कृषि ज्ञान केन्द्र बाँकेमा सिफारिस गरियोस्। 2 नम्बर, किसानसँग पालिका प्रमुख कार्यक्रम अन्तर्गत यान्त्रिक साधन वितरण गर्ने प्रक्रियामा वितरण पश्चात मूल्याङ्कन प्रणाली प्रभावकारी गराउनुका साथै यान्त्रिक साधन प्रयोग भए नभएको निरन्तर अनुगमन गरियोस्। 3 नम्बर, किसानसँग पालिका प्रमुख कार्यक्रम अन्तर्गत यान्त्रिक सामग्री वितरण कार्यमा स्थलगत रूपमा प्रभावकारी अनुगमन सहित वास्तविक किसानहरूका आवश्यकतालाई मध्यनजर गर्दै वितरण गरियोस्। 4 नम्बर, भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासको जग्गा नाप जाँच प्रक्रियालाई थप व्यवस्थित गरी छुटपुट जग्गा धनी किसानहरूको लागत संकलन प्रक्रिया अगाडि बढाइयोस्। 5 नम्बर, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, स्वस्थ खानेपानी, प्रशासनिक सेवा तथा विकास निर्माण लगायतका क्षेत्रमा देखा परेका ढिलासुस्ती तथा विकृतिहरूको अन्त्य गरी स्थानीय तहदेखि नै सुशासनको प्रत्याभूतिको लागि ठोस योजना बनाइयोस्। यी हुन् ती 5 बुदाहरू जुन नेकपा माओवादी केन्द्र बैजनाथ गाउँ कमिटीले बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साई समक्ष पेश गरेका हुन्। यी बुदाहरूलाई कसरी प्रश्न पार्नुहुन्छ बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साईले? हेर्नुहोस् यो भिडियो। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको हाम्रो चाहिँ यो बैजनाथ गाउँ कमिटीले ल्याएको आज यो ध्यानाकर्षण पत्र हामीले बुझेका छौँ। यसलाई विशेष गरी धन्यवाद दिन्छु। सबैको चाहिँ चाहना रुटि एउटै हुन्छ। सरकार हुँदै गर्दा या पार्टी हुँदै जति पनि पार्टी हुन्छन् उनको आफ्नो सिद्धान्त र विचार हुन्छ। विचार अनुसार विकास काम गर्ने, जनतालाई डेलिभरी गर्ने कुरामा सबै एकमत हुन्छन्। एकमत पनि छ बैजनाथमा, मैले देखिरहेको छु। यो मलखातको कुरामा चाहिँ उहाँले भनिसक्नुभयो उपाध्यक्षले। विशेष गरेर मलखातको कुरामा पनि हामी समय समयमा उहाँलाई पनि बोलाएको हुन्थ्यो, छलफल भएको थियो। उहाँले के भन्नुहुन्थ्यो, जनताको जनगुनासो आइरहेछन्, यो के कति कारणले रोकियो उपाध्यक्ष, हजुरको अध्यक्षतामा समिति हुन्छ, यसलाई छिटोभन्दा छिटो यसलाई चाहिँ निकास दिनुपर्छ भन्ने कुराहरू बसेका थियौँ। उहाँले चाहिँ विशेष गरेर यहाँको सहकारीहरूले जुन बुझाउनु पर्ने डाटाबेसहरू चाहिँ समयमा नदिने भन्ने खालको कुराहरू यो अब स्थानीय सरकारको माथामा नै सहकारी सङ्घ संस्थाहरू हुने भएको हुनाले यो माग्न चाहिँ अधिकारको कुरा पनि हो होइन। नियमन र अनुगमन गर्ने अधिकार चाहिँ स्थानीय सरकारलाई हुन्छ। त्यसैको परिवर्तन त्यो बुझिसकेपछि मैले छलफल गर्छु भन्ने कुरा गर्नुभयो थियो। हजुर आउनुभन्दा पहिला उहाँले चाहिँ एउटा निर्णय गरिसक्नुभयो अवस्था छ। र यो भूमिहीन सुकुम्बासी र भूमिहीन दलित र अव्यवस्थित बसोबासीको चाहिँ लगभग प्रक्रिया चाहिँ हाम्रो अगाडि बढिरहेको छ। उहाँले पनि भनिसक्नुभयो, त्यो त्यतापट्टि जान्न। र अर्को कुरा चाहिँ नापजात छुटेका नापजात जुन हुनुपर्छ यहाँका जनताहरू, कोही विदेश गएर छुट्नुभएका, कोही बिमारी भएर या कुनै चाहिँ कहीँ गएर छुट्नुभएका त्यस्ता जनताहरूलाई पनि यो 35 दिने सूचना हामीले निकालिसकेको अवस्था छ। यसको पनि विशेष कार्यविधि चाहिँ कानुन छ। त्यो कानुनमा टेकेर मात्रै हामीले काम गर्न सक्छौँ। 2066 साल लेखेको छ। 66 हो न, 66 भन्दाखेरि तपाईँको 2076, 77, 78 देखि त्योभन्दा पहिला 10 वर्ष चाहिँ कमोद गरेका, बसोबासी गरेका त्यसलाई मात्रै नापजाँच गर्नु भन्छ है त। अब यो समस्या यसैमा आएको छ। अहिले अस्ति हामी चाहिँ भूमि समस्या आयोग बाँके जिल्लाको अध्यक्ष लगायत नापी कार्यालयका हाम्रो हाकिम साहब लगायत हाम्रो चाहिँ राजनीतिक दलका साथीहरू र स्थानीय सरकार प्रमुख बसेर यसबारे छलफल गऱ्यौँ। यसको के निचोड निक्ल्यो भने चाहिँ यो जुन छुट्नुभएको छ त्यो छुट्नुभएको कसलाई दिन सकिन्छ भने त्यही विगतमा जुन ऐलानी कर तिरेका, रसिद तिरेका जुन 10 वर्ष पहिला देखिन्छ त्यस्ताको नापजाँचभन्दा अरू हुँदैन यसको नापजाँच। हेर्नुहोस् है, अब यो के समस्या हो भने अहिलेको यो जुन अहिले चाहिँ भूमि समस्या आयोग गठन भएको छ, अहिले यो 15, 20, 21, 19वटा आयोग गठन भइसक्यो। त्यसले कुनै काम गर्न सकेन। आयोग सरकार ढल्ने, आयोग ढल्ने। तर यो आयोग भनेको कस्तो भने 3 वर्षसम्म यसलाई कसरी सरकार ढल्ने पनि यो आयोग ढल्दैन। र अर्को कुरा चाहिँ यो अन्तिम आयोग पनि हो, यसपछि आयोग गठन पनि हुँदैन। हाम्रो नेपालमा पटक आयोग भने लाल पूजा दिने, फेरि चाहिँ तपाईँको सुकुम्बासी हुने खालका कुराहरू देखिए। अनि त्यो वास्तविक कुरालाई अब चाहिँ वास्तविक सुकुम्बासीलाई दिने, त्यसपछि आयोगै गठन नहुने भन्ने कुरा हेतुले अहिले 35 दिने सूचना पनि कहीँ छुटिहाल्नुभयो कि चाहिँ पहिला नापजाँच गर्ने प्रक्रियामा 17, 18मा कहीँ छुट्नुभयो कि 79मा भनेर उसले चाहिँ अहिले चाहिँ 35 दिने सूचना निकालेको कारण त्यही हो। त्यो सूचना पनि तपाईँले बुझ्नुभयो। 10 वर्ष पहिल्यै कमोद गरेको 10 यो चाहिँ नापजाँच प्रक्रिया 77, 78 देखि नापजाँच प्रक्रिया जुन भएको थियो त्यति बेला उहाँको चाहिँ ऐलानी कर या बालबेटी कर तिरेको 10 वर्ष चाहिँ तपाईँको कर तिरेको रसिद भएको थियो, त्यो नापिन्छ है त। यो जानकारी गराएँ। अब अर्को कुरा चाहिँ
अब यो प्रक्रियामा हामी छौँ र यसको लागि विशेष गरेर चाहिँ आर्थिकको कुरा हो। आर्थिकको पनि सङ्कलनकर्ता छ भने यो बैनाथ गाउँपालिकाले बेहोर्ने जति पनि तपाईँको भूमि समस्या समाधान जो समस्या गर्नको लागि चाहिँ हामीले बिग बजेट छुट्याइरहेको छौँ। केही न एउटा वार्डमा 15 लाख बराबरको चाहिँ एउटा आर्थिक व्यवहार बढ्ने हुन्छ। हाम्रो जनशक्ति हायर गर्नु पर्यो, राज्यले जनशक्ति दिएको छैन। हाम्रो यहाँको जनतालाई लालु पूजा समयमा दिनु छ भने हामीले यो जनशक्ति हामीले प्रयोग गर्नुपर्छ र प्रयोग गर्न सकेन भने हामी चाहिँ लालु पूजा दिन सक्दैनौँ। त्यसैले पनि हामीले यो 82-83 मा लगभग 1 करोड 20 लाख रुपियाँ हामी यो चाहिँ भूमिहीन सुगमवासी भूमिहीन दलित र अवैध बसोबासीको लाल पूर्जा दिनको लागि र नामसाज प्रक्रियालाई पनि बजेट छुट्याए हामीले नीति तथा कार्यक्रम ल्याउँछौँ। बजेट छुट्याउने एउटा चाहिँ हामी छलफल गर्छौँ, त्यो जानकारी गराउन चाहे। र अर्को कुरा चाहिँ यो कृषि यान्त्रिकरणको कुरा गर्नुपर्छ। कृषि यान्त्रिकरणमा हामीले एउटा चाहिँ अरूले कार्यविधि बनेको छ, कार्यविधि अनुसार निष्पक्ष गरेका छौँ। अब समयमा सूचना पाउनु भयो भने किन पाउनु भयो त्यो आउनु ठाउँ होला। प्रत्येक कृषि शाखाले तपाईँको चाहिँ सूचना निकाल्छ, सूचना आफ्नो वेबसाइटमा पनि सूचना हालेको हुन्छ। त्यसपछि गएर प्रत्येक वार्डमा तपाईँको सूचना दिएको हुन्छ र त्यसपछि गएर चाहिँ जसले थाहा पाउनुभयो उहाँहरू आएर चाहिँ यो नीतिगत विधिगत रूपमा रहेर जस्तै फर्म दर्ता भएका कुरा नवीकरणका कुराहरू भए ती सबै यहाँ चाहिँ तपाईँको यहाँ दिनुपर्ने हुन्छ। कतिपय कुरा हुन्छ फर्म दर्ता र समूह सूचीकृत भएकालाई मात्रै टार्गेट गरेर कार्यक्रम ल्याइएको हुन्छ। कतिपय कुरामा तपाईँको अन्य व्यवसाय किसानलाई पनि केही नभए पनि उहाँलाई पनि सबिनुपर्छ भन्ने कार्यक्रम ल्याइएको हुन्छ। यी सबै चाहिँ सूचनाको आधारमा नै छनौट हुन्छन्। यसको एउटा चाहिँ अलग्गै कार्यविधि छ। कार्यविधि अनुसार यो सूचना सङ्कलन गरिन्छ, निर्देशन समितिको बैठक बस्छ। त्यसपछि गएर मूल्याङ्कन समिति चाहिँ 100% मा जस्तै यान्त्रिकरणमा त 100% लाई आधार मानेर कसलाई दिने भन्ने कुरामा निर्णय हुन्छ मूल्याङ्कन समितिको। त्यो निर्णय गरेर छनौट भएको साथीहरूले चाहिँ पाउनुहुन्छ। र जुन जसरी अहिले चाहिँ कृषिको हाम्रो मिलिटेरी कुरा आयो, मिलिटेरीमा के भने हामीले जनताले जति बजेट हामी सबैलाई दिन आउँछौँ। त्योमा सबै मापदण्ड पुग्नुभयो। त्योमा किसान तपाईँको चाहिँ व्यक्ति पनि पर्नुभयो, फर्म पनि पर्नुभयो, सहकारी पनि पर्नुभयो, समूह पनि पर्नुभयो। उहाँ 102 जनाले अहिले चाहिँ मिलिटेरी पाउँदै हुनुहुन्छ। किनभने उहाँले जुन दिनुभएको लगतमा हाम्रो बजेटिङ त्यति थियो भने त्यो हामी सबैलाई दिदियौँ र हाम्रो बजेट कम हुन्थ्यो भने त्यसपछि गएर 50 जना पुग्थ्यो भने फेरि हामी 50 जना छनौट गर्थ्यौँ। मूल्याङ्कन समितिले छनौट गरेर मात्रै चाहिँ दिने गर्छौँ। अब गाई भैँसी कुरा अनुदानको कुरामा पनि पशु शाखा चाहिँ स्थलगत निरीक्षण गरे आउँछ। जसले दिनुभयो, जसले चाहिँ आवेदन गर्नुपर्छ त्यो स्थलगत निरीक्षण गरिसक्यो। स्थलगत निरीक्षणको रिपोर्टमा फेरि मूल्याङ्कन समितिले निर्णय गरेर जस्तो चाहिँ 10 वटा जस्तै चारा मसिन दिनु छ भने त कतिवटा भैँसी छ उसको, जस्तो 2टा भैँसी होला, 2टा गाई होला, 10 वटा बाख्रा होला, 10 वटा बुङ्गुर होला। अब त्यसलाई पहिलो मान्ने हो कि होइन, त्यस्तो खालका चाहिँ छन्। निष्पक्ष नै यो सरकारले काम गर्न खोजेको छ, खोजिरहेको छ। यसमा तपाईँहरूको सबको साथ र सहयोगको पनि हामीले अपेक्षा गरेका छौँ र कोही सुधार गर्ने पक्षमा होला। तपाईँ यस्ता यथार्थपूर्वक चाहिँ कुराहरू आएपछि हामी सचिनु पनि पर्छ होइन, यो सचिनुपर्छ। त्यस्ता कुरामा हामी चाहिँ कोही हुनसक्छ 1-2 वटा दिँदाखेरि तपाईँको तलमाथि बढ्न पनि सक्छ। किनभने सम्पूर्ण चारै आँखा त हाम्रो हुन्। हामीले विश्वास पनि गर्ने हो, कतिपय कर्मचारीको विश्वास गर्ने हो, कतिपय चाहिँ हाम्रो चाहिँ शाखाको विश्वास गर्ने हो, अनि कतिपय हामीले जनप्रतिनिधिको विश्वास गर्ने हो। त्यो विश्वासलाई आधारमा टेकेर पनि कतिपय निर्णय हुन सक्छन्। 1-2 वटा कहीँ तलमाथि होला, तर 100% 99% नै यो निष्पक्ष जस्तो मलाई लाग्छ है मेरो चाहिँ अनुहारमा। अब अबका दिनमा भन्ने सबभन्दा म के अनुरोध गर्न चाहन्छु, तपाईँहरूले विशेष गरेर यो शाखाभन्दा पनि वार्डमा सम्पर्क गर्नुहोला। स्थानीय सरकारमा जति पनि सूचना हुन्छ त्यसको वेबसाइटमा हालेका हुन्छौँ हामीले। उसले सूचना टाँस गर्छ र अब वार्डले पनि 4 जना जनप्रतिनिधि 5 जना एउटा वार्ड हुन्छ, वार्डले 4 जना जनप्रतिनिधि हुन्छ। उहाँले पनि त्यस्ता कार्यक्रम आएपछि आफ्नो टोल टोलमा लिएको नि त, प्रत्येक टोलबाट 4 जना लिनुको कारण के भने सबै सूचनाहरू आएका तल्लो ग्रास लेभलका सूचना नपाउने व्यक्तिले नि पाउनु भन्नको लागि चाहिँ जुन चाहिँ यो स्थानीय यो चाहिँ संहिता आइसक्यो सरकारले अवधारणा लियो, त्यो अवधारणा एउटा 5 जना जनप्रतिनिधि हुन्छ। उहाँले बुझाउन सक्नुहुन्छ होइन, त्यो कुरा पनि उहाँले चाहिँ सहयोग गर्नु होला। अब दिनमा गरि पनि हुनुभएको छ। फेरि पनि मैले भनौँला स्थानीय सरकार प्रमुख मन्त्रीले उहाँलाई चाहिँ म अनुरोध गरौँला होइन। अब तपाईँहरू आइदिनु हो त्यसलाई विशेष गरेर धन्यवाद छ। अब हाम्रो चाहिँ अब कार्य व्यस्तता अलिकति हाम्रो नीति ल्याउनु पर्छ छ आज, त्यसको लागि हामी चाहिँ बैठकमा चाहिँ धन्यवाद छ है। ल हजुर यो बुटयान क्षेत्र भएको भन्नु भने बुटयान क्षेत्रलाई स्पेसल के छ भनेपछि ल यो बुटयान क्षेत्रको के छ भने बुटयान खोला नाला भन्ने छ नि, त्यस्तो चाहिँ अब माथिबाट